हामीले यो देशको भूमि कस्तो हो, यो नेपाल भूमि कस्तो हो, भूमि कस्तो हो भनेर चिन्न सकेका छैनौँ। यसै स्वरूप हजुरले त्यसलाई जान्ने कोसिस गर्नु चेष्टा गर्नुभयो भने पक्कै पनि यसको पुण्यफल प्राप्ति हुन्छ। विभाग महाप्रणान्तर्गत षष्ठ स्कन्धमा यसरी कथा बताए। यसै श्रीमती विभाग महाप्रणान्तर्गत कति कथाको वर्णन गरिन्छ भन्दा जब व्यासी जन्मेजय महाराजलाई आज लगाउनु भएको छ। सदाचार एवं भन्नुहुन्छ हाम्रा 3 प्रकार तीमध्ये एउटा नित्य कर्म भने र एउटा काम्य कर्म। त्यो कस्तो भन्दा नित्य भनेको जहिले कर्म गरिन्छ। नित्य कर्ममा हाम्रो चाहिँ स्नान अनि शौचालय अनि त्यसपछि खानपिन इत्यादि सबै पर्दछ। कस्तो भन्दा जसले कामना गरेर हो सही भनेर चाहिँ अब दान गरेर लगाइन्छ अथवा कुनै कर्म गरिन्छ त्यसलाई चाहिँ अनि फेरि कर्म भनेको नित्य सँगसँगै पर्ने अर्को नै अथवा अर्को कर्म गर्ने कर्मलाई चाहिँ नैमित्य कर्म गरिन्छ। अर्को कर्ममा चाहिँ यसरी भन्नुहुन्छ सदास्थाय पिता माता न पुत्र दारान ज्ञान केवलम तस्मात् धर्मं नित्यं संशुसानदय बसयायतु तस्मात् करति दुष्करम। ये धर्मको संशुसायतले मानिसलाई त्यो कर्म हो, कर्म प्राप्तिको अवसरमा अनि धर्म गरिन्छ भने हाम्रो अनेक प्रकारका दुःखहरू त्यसलाई चाहिँ उज्यालोतर्फ असत्यमा सद्गमय भनेर भनिन्छ नि। अनि त्यो अन्धकारको साम्राज्यलाई चाहिँ चिरेर आफ्नो उद्धार गर्न सक्छ। अनि स्मृतिद्वारा र स्मृतिद्वारा सिद्ध गरेको महत्त्वपूर्ण तथ्य नै आचार हो। हामीले सुनेका कुराहरू राम्रो कुरा सुनिन्छ, सत्सङ्गमा राम्रो कुरा हुन्छ। ल है यो केही कसैलाई गाली गरे पनि नराम्रो हुन्छ, राम्रोसँग हिँड्नु पर्दछ भनेर हामीले कसैलाई सिकायो भने त्यो सुनिन्छ गरियो भने अनि त्यसलाई आचारमा रहेको मानिस भनिन्छ। स्मृतिद्वारा सिद्धहरूको स्मृति भनेको हामीले भन्ने गरेका छौँ अनि अनेक प्रकार त्यसलाई चाहिँ निरूपण गरेर अनि महत्त्वपूर्ण कुराहरू चाहिँ बताइन्छ भने त्यसलाई चाहिँ आचारमा भनिन्छ। त्यो आचार नै धर्म गर्न एउटा आचार मात्र भएर पुग्दो रहेछ। हेर्नुहोस् त्यही भएर कसैले काट्ने गर्नु हुँदैन है। के गर्न किन उत्तर आचार जे अरूले सँगसँगै मुख लाग्ने गर्न हुँदो रहेछ र है। धेरै बाँच्न छ भने बोले भगवानको आचार राम्रो हुनु पर्यो कि सम्पूर्ण हो। मैले सम्पूर्णको आचार हाम्रो बाहिरबाट राम्रो हुन्छ तर मन शुद्धि हुन्न कसैको पनि। मनमा विभिन्न खालका त्यस्तो भयहरू हुन्छ कि भित्र मनमा बाहिरबाट राम्रो गरे पनि त्यो भित्र त्यसलाई चाहिँ मन शुद्धि गर्न चित्त शुद्धि हुनु पर्यो। चित्त शुद्धि भएपछि सब यसै कारणले गर्दा आचार कल्याणकारक यलोके सुखी बुद्ध अज्ञान भजनानां तु नाम धर्म रूपमयी को मुक्ति मार्ग प्रदर्शक आचार पर्व धर्म भनेको सबैभन्दा ठुलो धर्म हो। अनि निर्णय नै कल्याण गर्छ जसको आचार राम्रो भनेको छ। फेरि हेर्नुहोस् आचार राम्रो जसको आचार राम्रो हुन्छ यस्तै एकमा दान पनि गर्छ सबैको सुन्छ त्यसलाई चाहिँ केही भन्नै पर्दैन, केही गर्ने आफै गर्छ कि भन्नै पर्दैन। आचार राम्रो भएपछि हेर्नुहोस् पर्छ त पर्दैन। यिनीहरूले पनि हामी यो लोकमा भन्छ तबसम्म सुखी रहन्छ। अनि यदि सुखी छैन ल मानौ राम्रो छ त्यो एकदम धेरै गरिब छ आजकल अर्थ बिना काम चल्दैन
उसको आचार राम्रो छ भने उसले धेरै पैसा खोज्दैन क्या। त्यसैगरी सूचीमा इहा लोके सुखी भोग्वा अनि परतर लभते सुखम भनेको परमा धन धेरै पाउँछ। त्यसको लागि आफै गरेको छ भने परलोकमा गएर अनि उसलाई केही हामीले जनश्रुति अथवा श्रुति पाप कर्म गरेको छ कि भनेर चाहिँ विभिन्न विशेष गरेर बितेपछि अनि जीवनकालमै राम्रो आचार गर्यो भने अनि त्यसको चाहिँ आचार प्रासिद्ध बेलाकै दान गर्नु पर्दैन। भागवत महापुराणको मानिसका लागि आचार अनि आचारबाट श्रेष्ठता प्राप्त हुन्छ, श्रेष्ठ बुद्धि हुन्छ, शिवम सुन्दरम अनेक प्रकारको चाहिँ भगवतको प्रतिकृति देख्छ। अनि तत्त्वबुद्धि हुन्छ, आत्मतत्त्वको बोध हुन्छ भनेको तत्त्व के हो त त्यसलाई जान्न सकिन्छ कि नै भन्ने पनि जान्न सकिन्छ। यसै कारणले गर्दा अनि आचारका नियमहरू छन्। त्यो नियमलाई हामीले बुझेर गयो भने पक्कै पनि आफ्नो चाहिँ परम सुख प्राप्ति हुन्छ। अनि चिताएका कुराहरू पनि विभिन्न खालका हामी चाहना गरान्छौँ, आकांक्षा गरेका ठानेका हुन्छौँ अनि त्यसको लागि इच्छा परिपूर्ति हुन्छ। अनि आचार कसरी गर्ने भन्ने खालको चाहिँ हाम्रो त अब मैले भने केही कुरा भने राम्रो बोल्ने मात्र भने तर अरू यसको लागि गर्नुपर्दछ। अनि त्यो आचार गर्नको लागि के चाहिन्छ भनेर चाहिँ फेरि महाराजले व्यास महाराजसँग सबै कुराहरू सोध्नुहुन्छ। अनि यो आचारका कुराहरूमा पनि धेरै खालका कुराहरू छन्, तन्त्र शास्त्र अन्य ग्रन्थहरूमा। अनि विशेष गरेर मैले भन्दै गर्दा अरूले पनि भन्दै गर्दा कुरा जनश्रुति मात्र भयो भने त्यो प्रमाण हामीले भन्दै गरेका कुराहरू यदि शास्त्रसँग मेल खाए भनेको व्यर्थ हुन्छ। यो शास्त्रमा पहिले लेखिएको थियो वेद भएको हो भनेपछि हामीले अहिले अन्त्य धेरै शास्त्रहरू बनेका हुन्। तथा परम मङ्गलमय कुराहरू भन्दै जाँदा अनि त्यसको पनि प्रमाण हुन सक्दैन। जान्न पर्यो, कसैले केही कुरा जान्न पर्यो भने मैले भन्दै गरेका कुराहरू यदि छन् कि छैनन् भनेर हजुरले आजकल कति फेसिलिटी छ हजुरले खोज्न सक्नु। अनेक प्रकारको फेसिलिटी यहाँनिर चाहिँ आजकल जे पनि आउँछ मोबाइलमा, हामीले त नराम्रो अनि कहाँबाट ठिक हुन्छ। अनि यो कुराहरू रेकर्ड होइन कि होइन भनेर चाहिँ विद्वान वर्गहरूले चाहिँ यो कुरा खोजेर यो गुरुले भनेको मलाई प्रश्न प्रतिप्रश्न गर्ने क्षमता हजुरले मात्र हाम्रो कल्याण हुन्छ। अनि वेदले बताएको कुरा के छ भने सत धर्मको पालन गर्नुपर्दछ। अनि पालन गर्नको निमित्त मैले अहिलेसम्म मैले अहिलेसम्म के गरेँ, कस्तो खालको सत्कर्म गरेँ, के गर्दा मेरो बुझ्नुपर्छ। प्रति प्रश्न आफैभित्र आफैले गर्ने। मैले आज के गरेँ है मतलब त्यो बेलुका मनन गर्नु पर्यो। त्यो बेला भने मन बुझ्दैन टिप्न पर्यो। कसैले त सज्जन व्यक्ति डायरी दिएका हुनुहुन्छ। मैले भनिहालेँ यहाँ हामीसँग यहाँ भन्नुहुन्थ्यो आर्मीको रिटायर हुनुहुन्छ उहाँले चाहिँ जीवनमा बुझेपछि उहाँ सनातन धर्मको ब्रह्मचर्यमा रहनुभएको ब्रह्मचर्यमा रहनुभयो। अनि उहाँले हरेक कुराहरू आफ्ना हरेक कुराहरू चाहिँ आफ्नो डायरीमा टिपे। उहाँ कलाकार पनि हो। अनि यहाँको यो हराभरा पालेका नाम दिएको रुद्राक्ष छ नि, यो रुद्राक्ष उहाँले रोपेको रुद्राक्ष, यो रुद्राक्ष उहाँले रोप्नु भएको हो। अनि त्यही रुद्राक्षलाई हामीले चाहिँ प्रस्तुत गर्यौँ। रात्रिमा चाहिँ पुजेर चाहिँ हजुरहरूलाई चाहिँ यहाँ लगाइदियो। यदि हजुरले यो रुद्राक्ष यो फेरि यो त दान दिनेले मात्र लाउने रहेछ कि अरूले होइन। हजुरहरू आचारमा रहनुहुन्छ भने गुरु माग्न पनि सक्नुहुन्छ। यो लघु रुद्रीय मन्त्रद्वारा अभिमन्त्रित
के अरे रुद्राक्ष लगाउनु त हुँदैन, तथापि यदि हजुर पूजा गर्न जानुहुन्छ भने यो रुद्राक्ष लगाउनु सक्नुहुन्छ। अनि यस्ता यस्ता व्यक्तिले पाएको यस्तै सत्संग गर्दा हजुरहरूले पनि सदाचारको नियम जान्नुपर्नेछ। अनि त्यो डायरीमा टिप्न नसके पनि आफ्नो बुझ्दै भनेपछि रात्रिको चौथो प्रहरमा उठ्नु पर्दछ। रात्रि हुनुहुन्छ, रात्रिमा रात्रिलाई सबै लगाउने, त्यसको चाहिँ चौथो प्रहर भनेको जब चौथो प्रहर सुरु भयो भने लगाउने। जस्तै कोही राति 10 घण्टाको भयो भने अनि 2.5 घण्टामा एक प्रहर हुन्छ, अनि त्यो 2.5 घण्टा सूर्य उदय उठ्नु पर्दछ अरे। त्यो सदाचारको त्यो आचारको नियम पऱ्यो। त्यस पछाडि चाहिँ अब त्यसपछि आफ्नो अनि कर्मचारीमा ध्यान गर्ने माता पिता अनि वृद्धहरूले हामीले धेरैले गुरु मन्त्र पनि बिर्सेका छौँ, हामीलाई छल्ने कपट्ने गर्छ कि जसैले गुरु मन्त्र गर्नुहुन्छ नि उहाँलाई कसैले पनि कुनै पनि खालको त्यो अदृश्य शक्तिले छोड्छ। यदि गुरु मन्त्र थाहा छ भने गुरु मन्त्र जप्ने, यदि थाहा छैन भने फिल्म चाउनलाई बेच्चे अथवा ओम नमो भगवते वासुदेवाय जे मन्त्र जप्दा नि हुन्छ। हजुरले मैले यदि कसैलाई थाहा छैन भने मैले चाहिँ ओम नमो त्यो मन्त्र पनि हजुरको गुरु मन्त्र, त्यो विश्वको परम पद प्राप्त गर्न सकिन्छ। यसैले चाहिँ यो आचारको धर्म अन्तर्गत पर्दछ। फेरि